आज हामी मानो रोपेर मुरी फलाउने महिना असार ज्ञानोदयको प्रिन्सिपल ऋषिराम सापकोटा मेरो जीवनसाथी र म कल्पना जिज्ञासु खेत रोप्नको लागि ऋषिजीको विद्यार्थीको खेततर्फ जाँदैछौँ। अहिले हामी ब्याडमा पुगिसकेका छौँ। ब्याडमा अरू पनि हुनुहुन्छ। अब हामी ब्याडमा बसेर बिउ काट्दैछौँ। कस्तो रमाइलो अनुभव भइरहेको छ। विद्यार्थी जीवनमा यसै गरी बिउ काट्ने खेत रोप्ने गरिन्थ्यो। लामो समयपछि जीवनसाथीसँगै बसेर काम गर्दाको मिठो अनुभूति। ल मलाई छ्याप्नु भयो पानीले, मैले पनि छ्यापेँ। कस्तो रमाइलो लागिरहेको छ काम गर्दाखेरि। धेरैजनाले रुचाएको जोडी हाम्रो। त्यसैले नयाँ फरक भिडियो लिएर उपस्थित भएका छौँ। अब हामी बिउ बोकेर खेततर्फ जाँदैछौँ रोप्नको लागि। हामी खेतमा पुगिरहेका छौँ। त्यहाँ अरू पनि धेरै खेतालाहरू हुनुहुन्छ। रोपिरहनु भएको छ। धेरै रोपाइ सकिसकेछ। अब हामी हिलोमा पस्यौँ। म त 30 वर्षपछि हिलोमा पसेर रोप्ने अनुभव लिइरहेको छु। अनि पुरुषहरू हलो जोत्नुहुन्छ, आली लगाउनुहुन्छ, बाउसेको काम गर्नुहुन्छ। त्यो देखेको थिएँ। यसरी महिलाहरूसँगै हिलोमा पसेर, त्यो पनि विद्यार्थीहरूसँग समय बिताउने, एउटा विद्यालयको आफ्नो जीवनसाथीसँगै हिलोमा धान रोपिरहेको देखेर मलाई अनौठो अनुभव लाग्यो, खुसी पनि लाग्यो। हामी प्राय सँगसँगै हुन्छौँ हरेक कार्यमा। अनि आज त मौसमले पनि कति साथ दिइरहेको छ। आकाश गुम्म छ, रोला रोला जस्तो। साँच्चीकै आकाश रोइदिए कति रमाइलो हुन्थ्यो होला हामीलाई त्यो आँसुमा भिज्न। लुचुप्पै भिज्थ्यौँ होला जसरी अहिले हामी एकअर्काको प्रेममा भिजिरहेका छौँ। हिलोले छ्याप्दै स्कुल पढ्दा जस्तै। वास्तवमा हाम्रो उमेर भनियो भने 6 दशक ऋषिजी र म 5 दशक पुरा गरेका लाग्छ। अहिले हामी 2-20 पार गरेका छौँ। त्यस्तो उमङ्ग पो हुँदो रहेछ। अहिले अब हामी अर्नी बोकेर पेट पूजा गर्न हिँडिरहेका छौँ। मैले ऋषिजीलाई अर्नीको झोला समाउन दिएँ र हामी हातमुख धुँदैछौँ। हातमुख धोइसकेपछि खेती गर्दा गर्दै आराम गर्नको लागि बनाइएको एउटा स्थान छ। त्यहाँ बसेर हामीले अर्नी खानेछौँ। अर्नीको स्वाद आनन्द लिइसकेपछि यो भिडियो समाप्त हुनेछ। अहिलेसम्म हेरेर हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ र आगामी दिनहरूमा पनि यसरी हाम्रो भिडियो हेरेर हौसला बढाउनुहुनेछ भन्दै अहिलेलाई बिदा हुन्छौँ।